ल म घरभित्र पसेँ। टेक ओभर घर छ, क्लिन एन्ड टाइडी नि छ। यो चाहिँ हाम्रो सिटिङ रुम, हाम्रो फर्स्ट हाउसको। टेनेन्सीले जस्ट क्लिन अफ नै गरेर गएको छ। डाइनिङ रुम, डाइनिङ रुम, गार्डन पछाडि छ, जङ्गल बस्छ गार्डन चाहिँ। ल है घर मालिकको हालत यस्तो छ। घर मालिकले सेस गरिदिने, म तिमीलाई यहाँ पस्दिन्छु अनि म यहाँ काट्छु होइन, तिमीले यता तान्ने। ल ल जङ्गलमा दाउरा काटेको याद आउँदैछ उसलाई। ल खुकुरी त चलाउनु पारा ल्याउँदैछ हौ। पारा आइहाल्छ नि, पहिला दाउरा काटेको। ल गुड गुड टु वेल डन है, वेल डन, काम गरेछ। अलिक भएन टिका त फोन गर्दाखेरि त्यति उठाउँदैन, म पनि ट्याक्स गर्छु। दामी छ है। र अहिले त ऊ पनि अहिले त अब पहिला त बस ड्राइभर गरेर फोन उठाउँदैन थियो, अहिले त उठाउँछ कि। अब त्यहिले के गर्छ, अहिले चाहिँ बस ड्राइभर तल उसमा के अरे एब्रोमा क्या। जङ्गलमा काटेकै हुन्छ। रुख पनि काटिसक्यो है। ए अब ऊ त्यो ढाल्नु, ऊ त्यो छ। दामी छ नि होइन काट्नु। गङ्गाराले खतरा काम गर्दैछ आज। खुकुरीले देख्छौ त जङ्गलमा दाउरा काटे जस्तै याद आएको होला है। पहिला भन्तामा जङ्गलमा काटेको होइन, काटेको त्यस्तै गरेछौ त नि। ठ्याङ ठ्याङ स्किल त स्टिल रहेछ है। वेल डन, वेल डन। गल्यो ल, घाँसै घाँस छ, कम्ती धेरै छैन, क्लियर गर्नुपर्ने। त्यहाँ पनि छ, त्यति धेरै छ। ल यो धुपी पनि ढाल्ने हो सेम टाइम। यो तलको चाहिँ राख्नु पर्ला, अनि यो धुपी पनि फाल्ने, अरू चाहिँ ग्रिनी बुस मात्र राख्ने। यो चाहिँ आराले काट्दैन, दिनु पर्यो नि त। काट्थ्यो त च्यान खुसिदो रहेछ। गल्यो, हार्ड वर्कर छ, हार्ड वर्कर मान्नु पर्यो। नसा नसा दुखे यार। मलाई त भोक लाग्यो।
प्रियले बहुत हार्डवर्क गरे यार आज प्रिय टायर भयो बिचरा मेरो प्रिय हार्डवर्क गर्यो वेल डन फाइनली केही गर्दा पनि भन्न सो अफ बिग्रियो ए बन्चौरोले काट्नु पनि अभर पर्यो उडी ठिक छ हेलो के हो त्यसको नाम सो हो सो बिग्रियो अब यहाँ चाहिँ मेसी गार्डन ल माई गड यस्तो छ है जिन्दगीमा दुःख गर्नु चाहिँ जुरेको रहेछ दुखी आत्मा नै भइरहेछ तर अब गर्नै पर्यो आफ्नो भनेपछि माया लाग्दो रहेछ जे होस् हार्डवर्क गरिँदैछ खुकुरीले दिनु खुकुरीले दिने खुकुरी हाम्रो गोर्खालीको खुकुरी अलवेज काम लाग्छ कि होइन जे गर्दा पनि खुकुरी भन्छ नि त अब मेरो पालो खुकुरीले दिनु पर्यो नि त हो है हुनु आँटेको अलिकति बाँकी सो बिग्रेर खतम भयो नि त तान्नु त जरे उखेला हुला होला जस्तो भयो अलिकता बाँकी हो खै त यसले दिनु पर्यो कस्तो उनी पर्दैन क्या कहाँ काटी गर्नु भएन भएन भयो वेल डन ल सक्खु नौरानकै बल निकालेर गऱ्यो नि त हो आज त के भइरहेछ यो चाहिँ भोलि गर्ने ल आज काम सकिए यति नि अब घर जाने आज चाहिँ फ्यान्स ढालेर फेरि नयाँ बनाउने अस्ति यहाँ काट्नै सकिएन यो ठुट्टा चाहिँ स्टिल छुट्टै छ यो घर किनेको कति हो पहिलेको फ्यान्स बनाउनु चाहिँ सजिलो छैन है र आमा त्यो माटो निकाल्ने चाहिँ गजबको रहेछ होइन तपाईँको यो हजुर एकदम यो चाहिँ झ्याम्पल हाम्रो नेपालमा चाहिँ झ्याम्पल भन्छ यसलाई चाहिँ के भन्छ अस्ति बोलिसक्यो त भाइसँग ग्राभल बोर्ड भन्छ होइन हजुर यसलाई हजुर यो ग्राभल बोर्ड हालेर तयार गर्नु लागि चाहिँ फर्स्ट प्यानलको लागि फर्स्ट प्यानल डन लेभलिङ होइन लेभलिङ चाहिँ यसरी बनाउनु पर्दो रहेछ
अब यो मजाले जमेपछि चाहिँ राम्रो हुँदो रहेछ। ल यहाँ आधी चाहिँ सकिएछ, आधी होइन। छोरी तपाईँहरूलाई ए हो ल अलमोस्ट डन है। कसो गर्दा तपाईँसँग सानो बन्चरो रहेछ। हजुर सबै बोक्नुपर्छ। यो चाहिँ एकदम हार्डर पार्ट भयो तपाईँको लागि। पहिलाको कङ्क्रिट भएर होला नि त यो त। हजुर टसाइदिने फेरि ग्याप देखिन्छ टसाइदिने है मजाले यस्तो पर्फेक्टमा हुन्छ नि। तर अझै त्यो कुनै कुनैमा त झन् गाह्रो हुन्छ। यो त अझै ठिकै छ, सही गाह्रो हुन्छ। हार्डेस्ट पार्ट यो चाहिँ। आसमा दिदीहरू त नम्बरै पो रहेछ त भाइको त। हाम्रो त काम त सकिएको छ नि एकैछिनमा। अब यो मैला पनि फाल्नु पा त आनन्द हुन्थ्यो। तपाईँ र म फाल्नु पर्थ्यो रहेछ। हामी नफाल्ने अब नाइस हुँदैछ नि। महँगो राम्रो हुन्छ भनेर सोधी यो लगाएको हामीले पहिला थाहा थिएन नि त। हामीले त्यो त क्लस्टरबाट लिएको नि त यो त। हजुर त्यहाँबाट यो सबै कङ्क्रिट यो उतैबाट लिएको। यता हामी सब थाहा नहुने बिगारेछ नि, सिधा छैन। काउबाई परेछ क्या गोराहरू। साँच्चै भनेको के काउबाई नि हो। अब हामीलाई पनि थाहा भएन होइन, बनाउँछौँ भन्यो लास्टमा बनाउनु दियो काउबाई परेछ। कति दुःख गरेर बनाएको नि है यो झन्। त्यो त तपाईँ र मैले बनाएँ त्यो लाग्छ त। कलर पनि गर्यौ तिमीले। कलर पनि गर्यौ के तिमीले। कलर गऱ्यो नि, त्यो हेलेनले सुताइहालेछ। हामीलाई कस्तो मान्छे रहेछ तिहारमा रहेछ। त्यति त मक्ख तेरो हो भनेर सबै साइड तिहार रहेछ नि। यसलाई भन्नुपर्छ हौ। अब टु लेट भयो। तपाईँको टाइम वेस्ट हुन्छ होइन। दिनभरि लाग्यो नि। मैले फेरि यो साइडमा हामी गऱ्यो अनि फेरि अर्को साइडमा पनि गऱ्यो। हामीलाई त त्यो यो यतापट्टिको गोरेनीले कस्तो ढाँटे रहेछ नि त। खास यो सियर रहेछ, हामी एक्लैले गरेको नि भाइ। हामीले मात्रै पैसा तिर्यौँ। अनि फेरि उताडी यताडी गएर कलर गरेको आमा यसले त यस्तो हेरी मात्रै राखेको हामीलाई त। पारौँ भनेको होला। के खालको रहेछ त्यो। यस्तो बाठी रहेछ हौ गोरेनी त यार। यतापट्टिको उसले किराकीले भनेर पो थाहा पाएको। तेरो सबै सेयर यताम सेयर भनेर अनि यो बुढालाई भन्नु गएको हामीले। अनि बुढोले माने त्यो रुख ढाल अनि मात्रै गर्छु, न त गर्दिन। रुख ढलाइ सानो गरिएन। कता हारौँ गऱ्यौँ त हामीले। कार त धुत्तै भयो नि सबै त्यो। मेरो कार कम्ती धुतो भयो हो टेरिका। त्यो केही नछे लग्यो फेरि। म कति टाइम लाग्यो कि फेरि सफा गर्नु पनि। कपडा ओछ्याउनु पर्दो रहेछ। होइन प्लास्टिक पनि थियो, ठुलो प्लास्टिक थियो कि। त्यो अब यस्तो घाँस त हो भनेर मैले केही पनि गरिनँ। राम धुलो त त्यो उको त्यो धुपीको त्यो चाहिँ खत्तम रहेछ नि त। त्यसले त ओ मैला भएन। यो चाहिँ फाइनल पोस फ्यान्स पोस के भन्छ त्यो पोस फ्यान्सको पोस होइन। अब सकिनु लाग्यो कङ्क्रिटको पोस।
हो त्यो माथिल्लो चाहिँ जोड्ने हो भाइ त्यहाँ टपमा त्यो माथिल्लो चाहिँ टपमा जोडेपछि दह्रो हुन्छ नि त होइन त्यसमा लगेर फेरि टाल्नु ए अँ साइडमा यहाँ कमन सेन्स हाल्नु न यसलाई जोडेपछि अर्को फ्यान्स भइहाल्यो होइन कति मजाले जोडिसक्नु अँ त्यो चाहिँ फाल्ने काम लागेन त्यसो गरेपछि मात्र दह्रो हुँदो रहेछ नि त त्यो म त किन निकाल्नु भयो भने नि त त्यो काँटी ठोकिसकेपछि चाहिँ त्यो अब सबै चारैपट्टि क्र्याप भयो त्यो हालिसकेपछि चाहिँ बल्ल चाहिँ कङ्क्रिट हुँदो रहेछ नि त दह्रो हजुर 6 फिटकोलाई चाहिँ लगभग 2 फिट जति चाहिँ आउट गरियो होइन त्यो अब साइजले गर्दाखेरि त्यसरी पो काट्दो रहेछ त फ्यान्स म त टक्रक्कै सिधै काटेर पो राख्नेवाला भने नि त यो लास्ट वान चाहिँ गाह्रो रहेछ है कङ्क्रिट पुस उताको चाहिँ यता आएको छ मुनि चाहिँ ठुलो हुनुपर्ने माथि चाहिँ सानो भन्नु फेरि काट्नु पर्ला जस्तो भयो क्या बल्ल फिट भयो होइन यता आएको छ नि त त्यो ल फाइनल्ली भयो यो चाहिँ होइन त काटेको देखिँदैन हजुर दामी देखिएछ हौ अलिकति ल तपाईँ यता आउनुहोस् नत्र अर्काको घरमा घरै उतै बस्नुहुन्छ छोडिदिनु नि त गोरागोरीले फेरि त म त फेरि घुमेर पो आउनु पर्ने हो कि भनेको नि तपाईँ हो है ल मैले छोडिदिएँ म त आएको थिएँ कहिले काहीँ चाहिँ बलको पनि काम हुन्छ कि डन डन आज चाहिँ फाइनल्ली हाम्रो गार्डन डन ल हाम्रो प्रेम भाइलाई अनि हाम्रो हजुर प्रेम भाइलाई अनि हाम्रो अधिराज भाइलाई धेरै धेरै धन्यवाद तपाईँहरू पक्का प्रोफेसनल भन्दा सुपर प्रोफेसनल हुनुहुँदो रहेछ घनश्याम दाईले मलाई उहाँको नम्बर दिनुभयो नि त अनि त्यही भएर नि हजुरहरूसँग फाइनली फ्यान्स पनि डन हाम्रो प्रोजेक्ट गार्डनको प्रोजेक्टमा फ्यान्स पनि डन भयो अब चाहिँ यो स्किपमा हाल्ने त्यस पछाडि चाहिँ सकेको बेसरी धन्यवाद भाइहरूलाई प्रेम भाइ ल हुन्छ ल